हेलो साथीहरु, आज म बनाउँदैछु लसुन र खुर्सानीको पिरो अचार। यो चाहिँ मैले पहिला बनाएको सकिएछ अनि त्यही भएर नयाँ बनाउँदैछु। यो लसुन काटेर अनि लसुनलाई तेलमा एकछिन गोल्डन ब्राउनमा भएसम्म फ्राई गर्ने। अनि त्यसपछि फ्राई गर्ने गोल्डन ब्राउन हुन्छ। अब यसलाई निकाल्ने। अर्को भाँडामा निकालेपछि खुर्सानीलाई पनि त्यसरी एकछिन भुट्ने। कालो बनाएर डढायो भने फेरि उस हुँदैन, ठिक्क बनाउने खुर्सानीलाई एकछिन भुट्ने। यसलाई पनि निकाल्ने भयो। अब अर्को भाँडामा निकालिदिनु। यसलाई निकालिसकेपछि अब हाम्रो पालो आउँछ टिमुर। यो टिमुर चाहिँ मलाई मेरो सानो भाइले डोल्पादेखि ल्याइदिएको हो। एकदम राग आउँछ, एकदम मिठो छ। यसलाई पनि धेरै भुट्यो भने चाहिँ यस्तो राग हराउँछ। त्यही भएर अलिअलि तातो मात्रै गराउने, मिक्सरमा पिस्न सजिलो हुन्छ भनेर बनाएपछि यो सबैलाई मिक्सरमा पिस्ने। मैले चाहिँ पहिला लसुन राम्रोसँग पिसिँदैन भनेर लसुन र टिमुरमा चाहिँ पिसेछु पहिला। लसुन र टिमुरलाई एकछिन ग्राइन्ड गरिदिएपछि अनि हाम्रो पालो आउँछ खुर्सानीको। अब यो यतिको भएपछि यसलाई माथिबाट खुर्सानी राखिदिने। अघि हामीले फ्राई गरेको खुर्सानी राखेपछि स्वाद अनुसार नुन राख्ने। 2 चम्चा नुन राखेँ। अनि भिनेगर राख्ने। भिनेगर राखेको अचार चाहिँ अलि लङ लास्टिङ हुन्छ। मलाई चाहिँ बास्ना आएर खाम भइहाल्यो। यतिको भएपछि म त मुखमा पानी आएर अनि टिप्दै खाउँ लागिसक्यो। मैले चाहिँ काँक्रासँग अचार चाखेँ। अनि यसलाई एकछिन सेलाउन दिएँ। हल्का तातो थियो। अनि सेलाएपछि यो पहिला खुर्सानीको धुलो राखेको भाँडामै यसलाई नधोइकन यसैमा राखिदिएँ मैले।